नमस्ते सम्पूर्णमा म अर्जुन न्यौपाने। आज तपाईहरुमा चाहिँ मैले थोरै एज केयरको विषयमा थोरै जानकारीमूलक भिडियो बनाएको छु। अस्ट्रेलियामा अहिले पपुलेसन धेरै ठुलो छ र यहाँ वृद्ध नागरिकहरूलाई दैनिक केयरको आवश्यक पर्छ। यही कारणले एज केयर वर्करको डिमान्ड चाहिँ अस्ट्रेलियाभरि छ। यो सेक्टरको विशेषता भनेको इन्ट्री प्रोसेस सजिलो छ। एक्सपिरियन्स नभए पनि ट्रेनिङबाट सुरु गर्न पाइने। हर समय हायरिङ खुल्ला हुन्छ के एक न एक ठाउँमा हायरिङ भइरहेको हुन्छ। मल्टिपल एज केयर होमहरू एउटै ठाउँमा एउटै एरियामा भएर पनि अनि धेरै सिफ्ट पाइन्छ अनि धेरै हायरिङ हुन्छ हैन। सिफ्ट पनि राम्रै पाइन्छ, मर्निङ, आफ्टरनुन, नाइट हैन। अनि त्यही भएर चाहिँ यो चाहिँ अझै सजिलो छ। अनि यो जब पाउनको लागि सजिलो किन छ भने तपाईले सिभी पठाएकै 1-2 दिनमै कल आउन सक्छ यदि उनीहरुलाई स्टाफको आवश्यक छ भने। अब यो रेस्पोन्सिभ पनि छ, इजी पनि छ। एज केयरको जब इजी किन भनिन्छ भने चाहिँ कामको प्रकृति क्लियर हुन्छ के कस्तो काम के काम भन्ने कुरा क्लियर हुन्छ। डेली रुटिन फिक्स्ड हुन्छ। पर्सनल केयर, मेडिकेसन, असिस्ट, डकुमेन्टेसन, ट्रेनिङ, ओरिएन्टेसन, म्यानुअल ह्यान्डलिङ सबै इम्प्लोयरले दिन्छ। अनि त्यसको चाहिँ तपाईको पे पनि आउँछ हैन। काम धेरै फिजिकली हार्ड छैन तर रेस्पोन्सिबल भने पक्कै पनि हुन्छ। टिमवर्क हुन्छ सबै कुरा। टिमवर्क त अब एकदम इम्पोर्टेन्ट कुरा हो एज केयरमा। सिफ्ट अनुसार टाइम फ्लेक्सिबल छ। अब मर्निङ, आफ्टरनुन, नाइट टाइम त्यही अनुसार। अनि सबैभन्दा राम्रो तपाईको कम्युनिकेसन स्किल राम्रो छ भने यो जब अझै धेरै इजी हुन्छ तपाईहरुलाई। अब कुरा गरौँ रेस्पोन्सिभ किन भनिन्छ। इमिडिएट स्टाफ सर्टेज हैन। अनि गभर्नमेन्ट फन्डेड फ्यासिलिटिज, हाई टर्नओभर, क्याजुअल अनि पर्मानेन्ट दुवै प्रकारको हायरिङ। रेज्युमे पठाउने बित्तिकै रेस्पोन्स आउने सम्भावना धेरै हुन्छ क्या। अनि त्यही भएर एज केयर प्रोभाइडरले न्यू स्टाफलाई तुरुन्त हायर गर्न चाहन्छन् किनकि रेसिडेन्टको केयरमा ग्याप अलाउड हुँदैन त्यसकारण। अनि एज केयर सेक्टरमा काम गर्नुको फाइदा भनेको आवरली पे अट्र्याक्टिभ हुन्छ। पेनाल्टी रेट्सहरू अब राति हप्ताको अब छुट्टी भनौँ न विकेन्डको अन्तमा डबल हुन सक्छ। अनि लङ टर्म करियर सपोर्ट वर्कर इएन आरएन पनि बन्न सकिन्छ। सर्टिफिकेट कोर्स सस्तो र छोटो पनि छ। पीआर पाथवेमा हेल्पफुल छँदैछ। कामको इन्भाइरोमेन्ट सेफ र सपोर्टिभ भइहाल्छ। अस्ट्रेलियामा यो सेक्टरलाई चाहिँ फ्युचर प्रुफ जब पनि भन्ने गरिन्छ। यदि तपाईहरु अस्ट्रेलियामा हुनुहुन्छ र फास्ट इजी रेस्पोन्सिभ जब सर्च गरिरहनु भएको छ भने चाहिँ एज केयर इन्डस्ट्री तपाईहरुको लागि चाहिँ पर्फेक्ट अप्सन हुन सक्छ। तपाईहरुलाई यस्तै किसिमको अरु भिडियो जानकारीमूलक भिडियो चाहिन्छ भने चाहिँ हाम्रो यस च्यानललाई शेयर, सब्स्क्राइब र कमेन्ट गर्न नबिर्सिनु होला। तपाईहरुको लागि अर्को भिडियो लिएर उपस्थित हुने नै छौं। धन्यवाद।